नाइट भिजन यस्तो छ है अब हामी अर्लक केमा लाइभ गरायो दिनमा होइन एकदम के को छुट्टी अरे यो रमदान होइन रमदान ईदको त आउनै पाइन्छ छुट्टीमा चट्ट सायद मिलेर आउने बकरिद होइन बस रिजर्भ हानेर हामी चाहिँ यसो हल्का फुल्का साथीभाइसँग मिलेर घुम्न रमाइलो गर्न जाँदैछौँ त हेर्नुहोस् यहाँ अब स्टेडियम अलि मजाले देखाउँछ स्टेडियम पनि बन्दैछ होइन तयार हुँदैछ 2030सम्म यो रेडी हुन्छ यहाँ वर्ल्ड कपको लागि अहिले यहाँबाट अलिक मजाले देख्न पाएको अहिले देखिदिनु म यो स्टेडियममा छिरेर म नि हेर्न सक्छु भन्नु न म त पाउँदैन नि म घर जान्छु नभए त म बिचरै थिएँ राकाबाट जाने कि यताबाट राखेर जानु त यता जानु पर्छ अब पहिले राकाबाट जाने भन्नु पहिले यताबाट भन्नु यो डिसिजन लिने मान्छेहरू नि एउटै गतिलो भएन के एउटा पहिले के भनेछ पहिले के भनेका अस्ति हामी आउँदा त यताबाट आएको कहाँबाट आएको कताबाट घुमेर आएको सजिलो भएको थियो यही बाटोमा हाल्यो हजुरहरू साउदी अरेबियाको नाइट भिजन सही छ कि नाइट 35 तल माथि जानुपर्ने रहेछ क्या 35 तल माथि के डबल लिएर जान्छ लाड त रुममा बनाउने यहाँ आएर खाने तेरो घर हो भनेर बोल्छन् अहिले तर अब त सुत्यो होला 8 बजे त सुत्यो ए तपाईँ खालि पनि बाबु बच्चैसँग आए भिडियो के कस्तो आउँछ अब हामीलाई खासै त्यस्तै राम्रो प्रो प्लेयर त होइन युट्युबको अलिअलि चाहिँ गर्दैछौँ तपाईँहरूले साथ सपोर्ट गर्नु होला भनेर भन्न मन चाहन्छु अब यसो लाइक सब्सक्राइब सेयर पनि गर्न नभुल्नु होला खोइ भनेको त्यो त अब तिमीहरूले पो भन्नु पऱ्यो युट्युबरले पब्लिकले भन्नु पऱ्यो नि त पब्लिकले अर्काको भनिदिन्छ त साथीभाइले भनिदिनु परेन नजाने कुरो सिकाउनु पर्यो त्यही त भने हामी त अब यसो भर्खर साथसाथै बेल आइटम पनि टक्क दबाउनु होला खोइ त ल परिचय नै भनिदिइहाल्नुहोस् तपाईँले हामी त्यो उहाँ हाइवे निस्केर जाने साह्रै उताको यो पुल बनाएर दाइले यो गाडी पनि सही छ छन् एउटाले थाहा छ भनेर अघि फुलेर अगाडि गएको तिमी जाऊ त्यो अगाडि गाडी गराउला ल हजुर वर्ष दिनभरि दुःख गरिन्छ होइन सालमा छुट्टी मिल्छ यो सालमा 6 दिन छुट्टी मिलेको थियो त्यही छुट्टी अगाडि पछाडि जायो भने भिडियो यहाँ देखिरह बनिरह चिन्ता गर्नै पर्दैन त्यसको लागि त्यही समयलाई सदुपयोग गर्नको लागि हामी यसो साथीहरू मिलेर चट्ट रमाइलो काम गर्न हिँड्दैछौँ एउटा हजुरको घर कहाँ पऱ्यो मेरो दोलखा दोलखाको भन्नुहुन्छ हजुरको घर कता अरे मेरो त उहाँको जहाँ मेरो नि त्यही नि त्यहाँडै त आफ्नो हान्नु न फेरि जाएको हो त्यहीको भनेर हो हामी दाजुभाइ हो है दाजुभाइ हो दाजुभाइ त सबैजना दाजुभाइ हो नि दुश्मन को हो र मेरो साक्य दाइ हो मर्दा खोज्नु नपर्ने होइन हराए खोज्नु नपर्ने मर्दा जुठो बार्नु नपर्ने मेरो साक्य आफ्नै आत्ममित्रको दाजुभाइ हो सकिन्छ त जिगिने दुबा मैले केही बोलेँ सकिएको नि त अब यस्तो दाजुभाइ नि हुँदो रहेछ ल हेर्नुहोस् है साथीहरू हराए खोज्नु नपर्ने ल हेर्नु मर्दा जुठो बार्नु ल नपर्ने हेर्नु ल हेर्नु ल यस्तो साक्य दाजुभाइहरू नि हुँदो रहेछ ल हजुरहरूले प्रतिक्रिया दिनु होला कस्तो चाहिँ खाजा चाहिँ फेरि एकै ठाउँ हो ल हेर्नु खाने बेलामा चाहिँ एकै ठाउँ ल हेर्नुहोस् सुन्नुहोस् है कुरो
गन्तव्य अलि आइपुगेन भाइले एसी चलाएन यार गर्मी भयो यार होइन भाइ एसी चलाउनु पर्थ्यो यार चिसो पनि थापाल राखेर भने यो राम्रै काम गर्छ चिसो पनि रहेछ चिसो पेपर फुले उहाँ थापा भाइ फुल्यो उहाँ चाहिँ गुरुजी उहाँ हेटौडाको गुरुजी कहाँ हेटौडा हुन्छ सरलाई हरिउनको हेटौडाको मलाई त हेटौडै भन्थ्यो कि हरिउन सरलाई हरिउन त मलाई थाहा छँदैछ नि थापा भाइले मलाई झुट बोले क्या हो अनि बिनालाई चाहिँ अलिकति थाहा रहेछ एड्रेस थाहा रहेछ। नाइटमा त हरिउनकै छ नि अनि हरिउन सरलाई होइन अनि त्यही सरलाई म त मेरो आफ्नै घर छ त्यहाँ अनि मेरो काकाको घर चाहिँ मेरो आफ्नै घर भएन अनि मैले होइन त भनेकै छैन नलपुरमै हो त्यो ठ्याक्कै सर्पले टोक्दाखेरि मेडिकेट गर्ने ठाउँमै त्यहीँनिर छ क्या चोक्कैमा आर्मी भेरको अगाडि नै यो त हामी त रागडै आएको भने ठिक हुन्थ्यो सार्दा ऊ अगाडि निक्लिन्थ्यो होइन यताबाट भन्दा रागडै आउनु फाइदा रहेछ गुरुजीलाई पनि थाहा छैन यहाँ पेसेन्जरलाई थाहा छैन रातमा भएर हो कि के हो यहाँ तल कहाँ छ युटर्न गर्ने ठाउँ त युटर्न गर्नु युटर्न त यहीँबाट छ त यो अगाडिको बिच पुलबाट छ होइन हामी जानलाई चाहिँ कहाँ चाहिँ बस्ती नै गएको ठाउँ कि क्या अस्तिको ठाउँ होइन ल दाजुभाइहरू समुद्र हिँडेको अरे हामी समुद्र राति समुद्रमा गएर अब माछा मार्ने हो आउने हो ल हेर्नुहोस् है यहाँको बस कति राम्रो हुन्छ हाम्रो नेपालको जस्तो कहाँ हो र ल हेर्नु गाडी कुद्ने सिस्टममा आफ्नो लाइनमा यहाँबाट निक्लिनु होइन यहाँ ट्राफिक चाहिँदैन युटर्न गर्नु न युटर्न विदाउट ट्राफिक भएको देश हो यो सबैले आफ्नो नियम पालना गरेका हुन्छन् रातो बत्ती बले रोक्ने हरियो बत्ती बले जाने हाम्रो नेपालको जस्तो छैन नि ट्राफिक दाईहरू पनि चिटकाट दिइहाल्ने यहाँ त गल्ती गरेपछि ट्राफिक अटोमेटिकली आइपुग्छ गल्ती कसको हो हेर्छ त्यसपछि चिट काट्नु पर्ने हो कि एकचोटिको लागि माफी दिने हो कि त्यसो गर्छन् यहाँ ल यो एउटा कुरा चाहिँ म हाम्रो नेपालको ट्राफिक दाईहरू सरहरू जति पनि हुनुहुन्छ तपाईँहरूले नि बुझिदिनु होला त्यसरी पब्लिकलाई चाहिँ चालकहरूलाई सवारी साधन चलाउनेलाई होइन तपाईँहरूले चाहिँ त्यसरी जहाँ पाइ त्यही बाटोमा ढुकेर गल्ली गल्लीमा लुकेर त्यस्तो चिट काट्ने त्यस्तो धन्दा त्यस्तो कामहरू चाहिँ नगर्नु होला नालाको भित्तामा सुतेर गाडीलाई दुःख दिने काम नगर्नुहोस् बरु सम्झाउनुहोस् लामो भयो अलि धेरै लामो भयो भिडियो रेकर्ड गरेर फेरि केही फरक पर्दैन स्पिड अनुसारको बरु त्यो रोड अनुसार हुन्छ रोडमा पनि कुन रोडमा कति स्पिड चलाउने त्यो तपाईँहरूले भन्नु पऱ्यो कि होइन भने बाटोमा साइनबोर्ड राखिदिनु पऱ्यो सरकारले पनि यो कुरा चाहिँ सरकारमा पनि ध्यान जाओस् कुन रोडमा कति स्पिडको लिमिट कुदाउने हो भनेर त्यहाँ हजुरहरूले बोर्ड राखिदिनु पऱ्यो अनि त्यही अनुसारले पब्लिकले पनि त्यसरी नै सवारी साधन चलाउँदाखेरि पालना गरिदिनु होला सबैले अनि के छ भने हाम्रो नेपालमा त कहाँबाट बाइक भुतेर आउँछ कहाँबाट गाडी छिरेर आउँछ भनेर ट्राफिक मामाहरू पुरै दाउ हेरेर बसिरहेको हुन्छ चिट काट्नलाई कृपया त्यो गर्न चाहिँ बन्द गरिदिनु होला किनभने त्यस्तो गर्नु भनेको त्यो त तपाईँहरू आफैले सोच्नु पर्ने हो त्यो भनेको अनुरोध भयो राष्ट्रलाई चाहिँ तपाईँहरूले पब्लिकलाई घात गरेको हो त्यो त्यस्तो गर्नु हुँदैन नियम हुन्छ सबैको नियमअनुसार चल्नु पऱ्यो कुनै मान्छेहरू बाहिरबाट पनि आउँछन् उनीहरूलाई थाहा हुँदैन तपाईँहरूले सम्झाइदिनु पऱ्यो बाटामा त्यसरी ढुकेर चिट काट्नु चाहिँ भएन ल ट्राफिक मामा जनता पब्लिकहरूले पनि आफ्नो नियममा पालना गरेर सवारी साधन चलाउने नियममा हिँड्ने त्यसो गरिदिनु होला ल ट्राफिक नियम पालना गर्नु होला ट्राफिक नियम पालना गर्नु होला सही होला अहिलेलाई यति बुझिराख्नु होला अहिलेलाई अनि सबैजना दर्शक श्रोताबिनहरूले हेरेर प्रतिक्रिया दिनु होला सल्लाह दिनु होला
अब हामी त भर्खर नयाँ नयाँ हो होइन, सब्सक्राइबरहरू पनि छैन, बुझेर सब्सक्राइबर गरिदिनु होला। केमा पनि गरिदिनु होला। कमी भयो त्यो कुराहरू हजुरले बताइदिनु होला, भनिदिनु होला। हामी सुधार्न अवश्य सक्छौँ, सकिन्छ, सक्नेछ सुधार्न होइन, तत्पर छु। सुधार पनि तयार छौँ, तत्पर छु। तत्पर छु। ल अनि ल हेर्नुहोस्, ल हेर्नुहोस् साउदीको नाइट भिजन साह्रै राम्रो छ। क्यामेराम्यानमा चाहिँ उहाँलाई राख्नु पर्ने रहेछ, क्यामेराम्यान त तपाईँ बस्दा पनि हुन्थ्यो नि। बिनालाई किन रे बोल्नको तात्पर मिलाउँदैन।